हेलो गाइस वेलकम टु आवर बाइक हब अनि आज चाहिँ तपाईँहरूलाई एउटा लङ वेटेड भिडियो ल्याइसकेका छौँ। आज चाहिँ हामीले तपाईँलाई टिभिएस रोनिन 225को ओनरसिप रिभ्यू ल्याएका छौँ। तपाईँहरूले चाहिँ धेरै गुनासो गरिराख्नु भएको थियो टिभिएस रोनिनको रिभ्यू खै ल है त आयो रिभ्यू भिडियो। अनि यो बाइक चाहिँ तपाईँले कुन इयरमा किन्नु भएको? यो बाइक किनेको चाहिँ मैले पहिलाको वर्षको दसैँको एन्डमा किनेको छ। इट्स बिन अराउन्ड 5 months जति भएको छ यो बाइक मैले किनेको। अनि तपाईँले यो बाइक इलाममा किन्नु भएको, इलामबाटै चलाएर ल्याउनु भएको होइन? यो बाइकको कम्फर्ट चाहिँ कस्तो थियो? अब मैले फर्स्टचोटि इलामबाट कुदाएर ल्याउँदाखेरि चाहिँ हाइवेमा यसको पर्फर्मेन्स मलाई धेरै मन पर्यो। अनि यसको यो सिट पनि धेरै नै कम्फर्टेबल लाग्यो मलाई कम्पेयर टु आजकलको बाइकहरूमा। सो इट्स भेरी कम्फर्टेबल भन्छ म चाहिँ। अनि जस्तो कि अब हाइवेमा त अब ब्रेकिङ पनि चाहिन्छ, टायरको पर्फर्मेन्स पनि हुन्छ। जस्तै आजकल कम्पनीहरूले टायर पातलो हालिदिने के गर्छन् नि, जस्तो कि त्यो ब्रेकिङ चाहिँ तपाईँलाई सफिसियन्ट भयो कि नै? टायरको पर्फर्मेन्स कस्तो लाग्यो? धेरै राम्रो छ यसको। यो मोटो टायरहरूले गर्दाखेरि यसले टर्निङहरूमा पनि राम्रो पर्फर्मेन्स दिएको छ। अनि यसमा चाहिँ डुअल च्यानल एबिएस छ, जसले गर्दाखेरि चाहिँ ब्रेकिङहरू पनि मलाई यसको साह्रै मन परेको छ। अनि यसमा मोडहरू पनि आउँछ, जस्तै कि तपाईँको भयो यो अर्बन मोड भनेको चाहिँ यो हाम्रो यो भ्यालीभित्र कुदाउँछु अहिले चाहिँ म होइन। भ्यालीभित्र पनि यसले अर्बन मोडमा धेरै नै रमाइलो भनौँ न, इट्स अ गुड पर्फर्मेन्स। अनि अर्को छ यसको रेन मोडहरू छ, त्यस्तोहरू मलाई मनपर्छ यो। ओके। अनि तपाईँको प्यासेन्जरलाई चाहिँ कम्फर्ट कतिको छ? जस्तो कि अगाडि बस्नुलाई त कम्फर्ट छँदै छैन, प्यासेन्जरलाई चाहिँ कतिको ढाड दुख्ने, चाक दुख्ने कतिको हुन्छ? त्यस्तो त केही हुन्न। अब हेर्नु सक्नुहुन्छ तपाईँले होइन, पुरा फ्ल्याट सिटेड हो यो। अनि यस्तो यो प्याडहरू पनि मलाई धेरै नै कम्फर्टेबल लागेको छ यसको चाहिँ। प्यासेन्जरमा पनि केही अप्ठ्यारो हुँदैन। मैले त्यही त इलामबाट ल्याउँदा नि मैले एक्चुअली 2जना लिएको हो। सो त्यत्रो बाटोमा आउँदाखेरि इट्स अराउन्ड 400 किलोमिटर हो नि त। अनि त्यो पास पनि सबै राम्रो, हाम्रो जिउ पनि त्यस्तो दुखेन। सो इट्स नाइस। अनि अब सर्भिसिङ कस्ट है, अब हामीले अब मेन बाइक किन्ने भनेपछि सर्भिसिङ कस्ट कति लाग्छ त्यो त हेर्नु पऱ्यो, ध्यान राख्नु पऱ्यो होइन? तपाईँले यसको सर्भिसिङ कस्टमा कति लाग्यो र सर्भिस इन्टरभल चाहिँ कति जति रहेछ? यसबाट मैले फर्स्टचोटि सर्भिस गरेको भनेको मैले जब इलामबाट यहाँ ल्याएँ, अनि त्यतिखेर किनेको त्यस्तै फर्स्ट मन्थमा मैले फर्स्ट सर्भिस गरेको। त्यसको कस्ट त्यसमा चाहिँ के गरेको, त्यही मोबिलहरू चेन्ज भएको थियो अनि नर्मल सर्भिस। अनि त्यसमा चाहिँ मेरो फर्स्ट सर्भिस कस्ट 1300 थियो। अनि त्योभन्दा त्यसपछि मैले सायदै 1 मन्थको अराउन्डमा इन्टरभलमा मैले सर्भिसहरू गरिरहेको छु। अनि त्यसको कस्ट त्यही 1300 हो। अब यसलाई मैले त्यति रफली कुदाएको छैन होइन, भर्खर किनेको नयाँ बाइकै हो। अनि अलिक रफली कुदाउने हो भने अनि यसमा अराउन्ड फुल बडी सर्भिसको चाहिँ मैले बुझेअनुसार चाहिँ 2300। ओके। अब माइलेज पछि सर्भिसिङ पछि अब माइलेजको कुरा गरौँ होइन? बाइक किनेपछि मेन एस्पेक्ट हामीले हेर्ने त्यही हो। अब यसको माइलेज चाहिँ कति जति दिन्छ? माइलेज यसको टिभिएस रोनिनको चाहिँ कम्पनी क्लेम्ड माइलेज चाहिँ 45 हो। तर मैले एक्सपिरियन्स गर्दाखेरि लङ वे भनौँ न, सपोज हाइवेहरूबाट आउँदाखेरि इट्स गिभिङ 40 को माइलेज दिन्छ, हाइवेतिर चाहिँ 40 को। अनि यही अर्बन केही काठमाडौँ भ्यालीहरू अराउन्ड त्यस्तोमा चाहिँ मलाई यसले 30 देखि 35 को माइलेज दिइरहेछ। जस्तै माइलेज त राम्रो दिँदो रहेछ होइन? जस्तै यो बाइक त धेरै स्टुडेन्टहरूले किन्ने हो नि त होइन? जस्तै लुक्स पनि छ, प्राइस पनि ठिक्क छ होइन? सो तपाईँ यो बाइक अरू स्टुडेन्टहरूलाई चाहिँ रेकमेन्ड गर्नुहुन्छ कि नै? हजुर, म पर्सनली म आफै स्टुडेन्ट हो होइन, म ब्याचलर्स गर्दैछु मेरो। अनि म त्यही कलेज टु होम त्यस्तो गर्नु यताउति त्यही हो, भ्यालीमा अब चाहिने भनेको त्यसकै लागि हो। त्यसको लागि चाहिँ म यसलाई धेरै नै राम्रो रेकमेन्ड गर्छु अरूलाई पनि। दिस इज अ भेरी नाइस बाइक है। अनि जस्तै अब चिसो महिना पनि आइसक्यो होइन? धेरै अब यो त एफआई सिस्टम त छ, तर एफआई सिस्टम भयो नि धेरै बाइकहरू बिहान चिसोमा स्टार्ट नहुने प्रब्लम दिन्छ। यसमा किक पनि छैन, यसमा सेल्फ स्टार्ट कतिको हान्छ? केही प्रब्लम दिएछ कि नै बिहान? अहिलेसम्म त मलाई केही नै दिएको छैन। अब इट हेज एन्ड्योर्ड होइन, अब हाम्रो काठमाडौँको विन्टर त यसले एन्ड्योर गरिसक्यो। त्यो विन्टर भोलि मलाई केही नै प्रब्लम भएन, त्यस्तो सेल्फ स्टार्टहरूको त्यसको केही प्रब्लम भएको छैन अहिलेसम्म चाहिँ। अनि यसमा जस्तै कि गियरिङ प्रब्लमहरू, जस्तै सिफ्टिङ प्रब्लम त्यस्तो केही छ कि नै? अहिलेसम्म चाहिँ मैले केही एक्सपिरियन्स गरेको छैन त्यस्तो। ओके। अब हामी यो बाइकको एक्जस्ट नोट सुन्न लगाइराखेका छौँ। अनि तपाईँले यो बाइक क्यासमा लिनुभएको कि इएमआईमा लिनुभएको? यो बाइक चाहिँ मैले बिर्तामोडको टिभिएस सोरुमबाट मैले इएमआईमा लिएको थिएँ। अनि यो बाइकको कस्ट ब्रेकडाउन भन्नुपर्दा चाहिँ
यसको मार्केट प्राइस चाहिँ 4,50,000 अनि इएमआईबाट लिँदाखेरि चाहिँ इट कस्ट यु अराउन्ड 5 लाख इन 2 years अनि फर्स्टली चाहिँ तपाईँले त्यसको 40% डाउन पेमेन्ट गर्नु पऱ्यो अनि त्यसपछि 2 yearsको इन्टरभलमा मन्थली मैले अहिले कति तिरेको छु भन्दाखेरि अराउन्ड 11,000 चाहिँ मैले मन्थली यसको डाउन इएमआई पे तिरिरहेको छु जस्तै कि तपाईँले यो बाइक त 225cc को पऱ्यो होइन यसको इयरली ट्याक्स चाहिँ कति रहेछ यसको इयरली ट्याक्स 6,500 छ एक्ज्याक्ट सो यो बाइक चाहिँ ओभरअल अफोर्डेबलै छ है अनि यसको सस्पेन्सनहरू कस्तो लाग्यो तपाईँलाई जस्ट कि अगाडि त युएसडी दिएकै छ होइन कस्तो छ यसको कम्फर्ट अफरोडमा नि धेरै राम्रै छ अफरोड पनि हामी बेला बेला अब त्यस्तै हो कलेज स्टुडेन्ट अनि साथीहरूसँग ट्रिप जाँदाखेरि अफरोडहरू पनि हामी कति गइन्छ त्यसमा पनि यसको पर्फर्मेन्स मलाई धेरै मनपर्छ है अनि यसको लुकिङ ग्लासहरू चाहिँ त्यो जस्तै कि बुलेटहरूमा त भाइब्रेट हुन्छ नि त्यो इन्जिनको डिस्प्लेसमेन्टले गर्दा इन्जिन कतिको स्मुथ छ तपाईँलाई ओभरअल डेली चलाउँदा चाहिँ एज कम्पेरिङ टु बुलेट होइन यो यसको त्यो इन्जिन त मलाई धेरै नै स्मुथ लाग्छ यस्तो भाइब्रेसनहरू त्यस्तो केही मलाई अहिलेसम्म प्रब्लम भएको छैन अनि एभ्री डे युजको लागि इट्स नाइस सो तपाईँले यो बाइक किन्न अगाडि हन्टरलाई त पक्कै हेर्नुभयो होला है किनकि यो बाइकको राइभलै हन्टर हो अनि तपाईँले हन्टर भन्दा यो चुज गर्नु कारण चाहिँ के हो हजुर त्यही त मैले यो बाइक किन्नुभन्दा अगाडि मसँग हन्टरको नि अप्सन थियो मैले हन्टरलाई पनि कन्सिडर गरेँ अनि मैले पर्सनली हन्टर पनि कुदाएको छु अनि अहिले आएर तर पनि मैले आई चुज दिस बाइक ओभर इट किनभने यो चाहिँ लङ टर्ममा हेर्दाखेरि हन्टरभन्दा धेरै नै प्रोफिटेबल र इकोनोमिक लाग्यो अनि यसको हन्टरभन्दा मेन डिफ्रेन्सिएटिङ एस्पेक्ट चाहिँ मलाई त्यही सिट कम्फर्ट र सस्पेन्सनै लाग्छ जस्तै कि हन्टरको अलि पछाडि बस्नेलाई चाहिँ अलिक कम्फर्टेबल छैन है यो चाहिँ अलि मैले नि उसकै बाइकको पछाडि बसेर आएको कम्फर्टेबलै लाग्यो है ओभरअल मलाई पनि है सो गाइस त्यही हो यो रिभ्यू भिडियोमा हामीले टिभिएस रोनिनको ओनरसिप रिभ्यू बनाइसकेका छौँ तपाईँहरूलाई अर्को कुन बाइकको भिडियो हेर्न मन छ त्यही हाम्रो कमेन्ट बक्समा छोडिदिनु होला थ्याङ्क यू फर वाचिङ एन्ड स्टेइङ विथ अस द बाइक हब